गाइस, आज चाहिँ हामी मकै गर्दैछौँ। यहाँ हामीले चाहिँ आज मकै गर्दैछौँ सबैजना बाउरे पिउरे भएर। अनि हामी चाहिँ सबजना मकै गर्दैछौँ यति धेरैजना भएर। हाम्रो गाउँ चाहिँ एकदम मिलनसार गाउँ हो के, त्यही भएर सबले मकै एउटाको एकपटक गर्ने अनि अर्काको एकपटक गर्ने। यहाँ सबभन्दा मकै गर्ने मान्छे हुनुहुन्छ यहाँ। मकैको धौरै नि आज खानुभयो। यहाँ चाहिँ अब यो बारीको घर मालिक नि हुनुहुन्छ। अनि दिदी के गर्नुहुन्छ र नास्ता खानुभयो? के खानुभयो नि? यति धेरै गरिसकेका छौँ हामीले। बुहारी गऱ्यो मकै। कस्तो धौवा गइसक्यो तिमीहरूको? कति गऱ्यो? कति छन् तिमीहरूको बारी? दिदी मकै गरिसक्यो? छैन सिद्ध्या? के अरे तपाईँलाई एक्लै गरेर मजा लाग्छ कि सबै भएर गरेर मजा लाग्छ? हो, तर हामी यसै गरी गर्छौँ र यति खुसी हुन्छौँ नि। ठुलोमी के लाग्नु छ? मकै गरेर लाग्नु छ? हो, के गर्नु त क्या तपाईँको यस्तै पहिल्यैदेखि यस्तै गरेर आउनुभयो। कोही छैनन् घरमा? अब के गर्नु त के गर्नै पर्यो आफ्नो खानको लागि पनि नि। के गर्नु त अब अरूको आफ्नो गरिसक्यो म। एउटा बारी छ? त्यही पनि छिटो छिटो गरौँ रहेछ। हुन त पहिलाको सिस्नो ढिँडो आटो पिठो खाएको नि बल त छ क्या अझै पनि तपाईँको। अब त भैँसी पाल्न छोरीले के गाई पाले पनि धेरै मल हुन्छ। गाई पाले पनि धेरै मल हुन्छ त। झार मात्रै रहेछ। हामी चाहिँ मकै गर्ला हम झार मात्रै छ। यति धेरै गरिसक्यौँ। अघि चाहिँ मैले गराएको थिएन, अहिले चाहिँ भिडियो गराऊँ भनेर गराएको। अनि नबोलाऊ भन्नुहुन्छ, अब बोलाउने हो कि के गर्ने भन्ने कुरो के डर। देउरानी एकदम लजालु स्वभावकी हुनुहुन्छ हाम्रो देउरानी चाहिँ। हेरिरहेछौँ, राम्रै छ। दिदी तपाईँको बारी हो नि? हो, कति ठुलो बारी हो क्या? यो बारीको सबैभन्दा मेन सबैभन्दा बढी खाने बोलाउने खाने बढी भए मान्छे म। यो बारीको सबै नेता हो, सबै ठुलो। त्यही त सब तपाईँको आज बाउरी आउनु भएको त गोर्दिन तपाईँ सबैको बाउरी भने सबै लिएर हाम्रो टिमहरूको घर जाँदाखेरि चाहिँ म चाहिँ जान्न है। फेरि म ठुलो मान्छे किनभने यत्रो भए मान्छे जिमिनदारको छोरी हो कि नै? म यत्रो जमिनदारको छोरी किनभने चाहिँ बाहिर जान मिल्दैन क्या। ए, भित्रै हो बस्ने? म भित्रै हो, आफ्नो गोरी चाहिँ मात्रै बाहिर आउने हो कि त्यसमा चाहिँ भित्रै बस्ने हो। भित्रै बस्ने त्यति राम्रो।
मलाई भन्दाखेरि चाहिँ आफ्नो गर्दाखेरि चाहिँ नभनिदिनु होला दिदी तपाईँलाई तर तपाईँ नि बुहारी भएको भएर गई सब काम सकिनुहुन्छ या जान्नुहुन्छ तपाईँ त सबै अहिले यहीँ सिक्नु भएको नि कोही सिङ्गल हुनुहुन्छ यहाँ कोही लग्ने छन् भन्ने भन्नु होला एउटा सुन्दाङ बाजा हुनुहुन्छ त्यसको लागि यहाँ यो सबै काम गर्नुको कमाल त्यहाँ हुनुहुन्छ भन्नु यहाँ हुनुहुन्छ यहाँले सिकाउनुहुन्छ काम चाहिँ यहाँले चाहिँ गर्नुहुन्छ किनकि यहाँको फेरि यहाँ जिम्मेदारको मालिक पनि यहाँको मालिक पनि त्यहाँ हो मालिक नि त्यहाँ सानो मालिक नि म के गर्नु लाग्छ मकै गोर्लाङ लाग्छ के अरे आफ्नो गरिसक्नु पुगेन हो त्यही त म आउनु केही नहुन्छ हुन्न कि गाई यहाँ नि मै चाहिन्छ यिनीहरूलाई मकै गर्नको लागि थाउ के गर्नुहुन्छ त के भने हामी बुहारी आजकलका केही बिना काम काम नगर्ने बसी खाने ठाउँको मान्छे चाहिँ काम गर्ने ठाउँमा आउने के हाम्रो दिदीलाई चाहिँ अलि काम नगर्ने सुख सहेल अनि अमेरिका गएको केटाले चाहिँ लगे चिज गइहाल्छ सबभन्दा अमेरिका गएको केटाले त्यस्तो होइन अमेरिका गएले लानुपर्छ भन्ने छ छैन सुखै होस् अलि त सुखै हुन्छ तपाईँलाई चिन्ता नगर्नु यो चाहिँ हाम्रो गाउँ हो ट्याक्क लाएर यो घर छन् ऊ पारी चाहिँ कोटो बजार देखिन्छ हामी चाहिँ आजभोलि मकै गर्ने सिजन छ नि त त्यही भएर हामी सबजनाले मकै गर्नु लाग्छौँ अनि ओके गरिसकियो के गर्ने र मेरो पनि खाँदैछु ओके अब मैले चाहिँ धेरै भिडियो बनाएँ त्यही भएर यहाँ यति धेरै गरिसक्यौँ हामी धेरै गऱ्यौँ आज बिहान 8 बजीदेखि लाग्यो म दिउँसो नास्ता खायौँ एकछिन बस्यौँ अनि धेरै थियो नि त आज मकै गर्ने के अनि यति ठुलो बारी छ अब के गर्नु जहाँ दुखारीलाई जहाँ पनि दुःख भने जस्तै भएको छ मकै यति ठुलो भएको छ यसरी मकै गर्दैछौँ हामी चाहिँ गाउँमा ट्याक्क लाएर मकै गरिँदैछ मजाले हाम्रो गाउँको सबभन्दा जाङ्गरे ल्याएको छन् कि सबैभन्दा जाङ्गरीला वारे कति राम्रो देखिया छ नि यसरी गर्नु होला छिटो छरितो हुन्छ हाम्रो गाउँतिर यसरी गरिन्छ आउनु होला कोटमौला घुम्नको लागि यति राम्रो राम्रो मान्छेलाई भेट्नको लागि काम गर्ने मान्छेलाई आफ्नै देशमा पसिना बगाउने मान्छे भने यहीँ हुन्छ के बाल्य सरकारज्यू